नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं टेकु अस्पतालको प्रसंगबाट। काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ। अस्पतालले मुख्य प्रवेशद्वारमा नै पीसीआर परीक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरू त्यसै फर्किएका छन्। अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको जनाएको छ। यसैबीच संघीय राजधानी काठमाडौँकै अस्पतालमा पनि बिरामीहरूले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ। कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने बिरामीहरू शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य रहेका छन्। काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ 13 गते राति 12 बजेसम्मका लागि लम्ब्याइएको छ। उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्लाधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले थप 15 दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ। बिहान अत्यावश्यक सामान खरिदका लागि 9 बजेसम्मको समय तोकिएकोमा 1 घण्टा थप गरी 10 बजेसम्म पुर्याइएको छ। विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न पाइने छैन। पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूमा रोक लगाइएको छ। घरमा नै अत्यन्त न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरी गर्ने काम रोक लगाइएको छैन। यसअघि पहिलो चरणमा वैशाख 16 गतेदेखि 22 गतेसम्म र दोस्रो चरणमा वैशाख 29 गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौँ जिल्लाका प्रमुख जिल्लाधिकारी कालीप्रसाद पारेजुलीले जानकारी दिए। बढाउने निर्णय गरेको छ। अब यो 15 दिनको हिसाबले जेठको 13 गते राति 12 बजेसम्म कायम हुनेछ र बिहान अत्यावश्यक सामग्री खरिद गर्नको निम्ति जुन 9 बजेसम्म टाइम दिएको थियो त्यसलाई चाहिँ वृद्धि गरेर बिहान 10 बजेसम्म खाद्यान्न लगायत अत्यावश्यक पसलहरू खुल्ने र त्यसमा चाहिँ अब आम नागरिकहरूले चाहिँ एउटा भौतिक दूरी कायम गरेर स्वास्थ्यको प्रोटोकल अनिवार्य रूपमा पालन गरेर भिडभाड नहुने गरी खरिद गर्नको निम्ति त्यो समय छुट्याइदिएको छ र जुन पार्टी प्यालेस र होटलमा विवाह, व्रतबन्ध जस्ता सामाजिक क्रियाकलापहरू हुँदै आएकोमा अब त्यसलाई खाद्यान्न, अत्यावश्यक वस्तु, औषधि लगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवत जावतमा सहजीकरण गरिनेछ। मृत्यु संस्कार र बिरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौँको वसुन्धरामा कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ। केही दिनभित्रै सञ्चालनको तयारीमा रहेको राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टरको मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गर्नुभएको छ। सुविधासहित तत्काल 28 शैय्याको अक्सिजन थेरापी सञ्चालनमा गर्न लागि हो। आवश्यकता अनुसार 200 बेडसम्म सञ्चालन गर्ने तयारी गराइएको छ। आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेट व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। केन्द्रको निरीक्षणपछि सीसीएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले काठमाडौँमा उपलब्ध ठूला भवनहरूलाई आइसोलेसन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना संक्रमितहरूको उपचार गर्न सोच बनाएको र सोही अनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रशंसनीय भएको बताउनुभयो। अनि यहाँको व्यवस्था प्रतिकूलताको बिचमा पनि जुन साथीहरूले जुन व्यवस्था वीरेन्द्र सैनिक अस्पतालको तर्फबाट गरिएको छ र यो राधेस्वामी संस्थाको तर्फबाट जुन यो ठुलो योगदान गरिएको छ त्यो एकदम प्रशंसनीय छ। अब सबैतिर गर्नुपर्ने जुन समन्वय हो त्यो भइरहेको हुनाले अब प्रारम्भ हुन्छ। हामीले सम्भव भएको ठाउँमा सबै ठाउँमा यस किसिमको पहल प्रयत्नहरू गरेका छौँ र संक्रमणमा परेका बिमारीहरूको उपचारको लागि यो अत्यन्त उपयोगी हुन्छ भन्ने विश्वास मैले लिएको छु। निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङ्गोल लगायत सहभागिता थिए। आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको छ। अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा बढी ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन्।
अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमल सिन्हाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले 24 घण्टा प्लान्ट चलेको अवस्थामा पनि पुर्याउन सक्ने अवस्था नरहेको बताउनु भएको छ। उहाँले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुनाले वृद्धि हुने चेतावनी दिनुभयो। उहाँले अहिले काठमाडौँ उपत्यकामा मात्रै 8वटा प्लान्ट सञ्चालनमा रहेको र 2वटा प्लान्टलाई मर्मत गर्ने क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग पूरा गर्न नसकिने बताउनुभयो। अहिले दैनिक झण्डै 9000 ग्यास सिलिन्डर उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो। सरकारले हदैसम्मका प्रयास उपायहरू अपनाएर कसरी यसको आपूर्ति व्यवस्थापन गर्न सकिन्छ, निजी उद्योगीहरू सरकारको तर्फबाट सबै मिलेर यसलाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ। अहिले हाम्रो सबै प्लान्टहरू लगभग फुल टाइम चलेको अवस्था छ र त्यो चलेको अवस्थामा पनि अहिले बजारको स्थिति देख्दाखेरि त्यो उत्पादनले पनि झन्डै नभ्याउने अवस्था देखिन्छ। समग्रमा अहिले हाम्रो उपत्यकाको मात्रै मैले कुरा गर्दाखेरि हामी 8वटा प्लान्ट रहेछ चालु अवस्था छ र 2टा प्लान्टहरू अरू रिपेयर भएर सञ्चालन हुँदै रहेको अवस्था छ। त्यसको थोरै उत्पादन छ भने हामी झन्डै 8-9 हजार टोटल सिलिन्डर चाहिँ हामी पर डे 8-9 हजार सिलिन्डर प्रडक्सन गरिरहेको अवस्था छ। सर्वसाधारण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमै जान थालेपछि अहिले उद्योगको सुरक्षाका लागि सुरक्षाकर्मी नै परिचालन गरिएको छ। सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउने उद्योगहरूलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउ गर्न निस्किएका छन्। मन्त्रालयले अस्पताल बाहेक घर घरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गरिरहेका बिरामीको आवश्यकतालाई बेवास्ता गरेको भन्दै सर्वसाधारणहरू आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण रोकथामका लागि एपीएफ अस्पताललाई सहयोग गरेको छ। नाडाले एपीएफ अस्पताललाई स्लिपर, थर्मल वाइलेट, बेडसिट, टावेल, मास्क सहित 5 किसिमका मेडिकेटेड सामानहरू हस्तान्तरण गरेको छ। एपीएफ अस्पताल अन्तर्गतको कोभिड-19 युनिफाइड अस्पतालका डाक्टर मीना कुँवरलाई नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सामानहरू हस्तान्तरण गर्नुभएको हो। मेडिकेटेड सामानहरू यस अस्पतालमा आउने विपन्न परिवारका सदस्यहरूलाई वितरण गरिने डाक्टर कुँवरले बताउनु भएको छ। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।